गाइज वेलकम टु माई च्यानल। आज चाहिँ म एउटा मेकअप भिडियो क्रिएट गर्न आँटेको छु होइन। त्यो मेकअप भिडियो चाहिँ यो हो, मजाले हेर्नु होला। हेरौँ कस्तो आउँछ रिजल्ट। लेट्स सी, स्टार्ट गरौँ। सो गाइज अब चाहिँ स्टार्ट गरौँ। सुरुमा टोनरदेखि स्टार्ट गरौँ। यो चाहिँ छ टोनर। सुरुमा मलाई चाहिँ अलिअलि रुगा मर्की लाग्न आँटेको छ होइन, त्यही भएर सुरुमा टोनर एप्लाई गरौँ। स्किन प्रेप गरौँ सुरुमा। यो चाहिँ मेरो मोइस्चराइजर। सो यो चाहिँ यसले चाहिँ म आइब्रो कोर्छु। आइब्रो सोप हो यो। मलाई यो गर्नु नआएको के हो। कटिङ गर्छु यहाँदेखि। सो गाइज मेरो आइब्रो चाहिँ यतिको भएको छ। आइब्रो सोपले यो चाहिँ याद राख्नु होला, म यस्तो पर्फेक्ट गर्दिनँ आइब्रो, किनकि मेरो फर्स्ट टाइम हो यो आइब्रो सोपले गरेको। अर्को तरिकाले हो भने चाहिँ अलिअलि चाहिँ पर्फेक्टै गर्छु। अनि त्यहाँपछि हाम्रो प्राइमर लगाऊँ। अघि नै हामीले मोइस्चराइजर, टोनर र मोइस्चराइजर लगाएको छौँ। अब प्राइमर लगाऊँ। अनि त्यहाँपछि होइन सनस्क्रिन लगाऊँ पहिले। मेरो चाहिँ यही छ, पपायाकै सनस्क्रिन। आँखामा भयो सबैतिर। यहाँ चाहिँ छ मेरो प्राइमर। ढ्याङटेना आँखामा, अनुहारमा, निधारमा। सो मेरो प्राइमर भइसकेको छ। अब चाहिँ म कन्सिलर लाउँछु आँखामा। सुरुमा हामी आई मेकअप गर्छौँ। चाहिँ मेरो कन्सिलर। आई मेकअपको लागि कन्सिलर लगाऊँ गाई। ड्याप ड्याप ड्याप, तकन ड्याप ड्याप ड्याप। लुज पाउडर, यो पनि ड्याप ड्याप। यसरी प्यालेटमा ब्ल्याक छैन नि त, अनि म चाहिँ अलिक कुन कलरले गरौँ त हौ। यो र यो मिसाएर गर्छु होला, यो र यो। सो लेट्स स्टार्ट। प्लिज यस्तो राम्रो होस् न यो मेकअप भिडियो। चाहिँ मेरो क्रिज एरिया। सो गाइज मैले चाहिँ यहाँ दुइटै आँखामा ब्लेन्डिङ गरिसकेको छु। माथिको ब्राउन कलरले, लाइट ब्राउनले यसले गर्छु ल हल्का। प्लिज गड हेल्प मी, डोन्ट मेक इट डिजास्टर। यसले ट्राई गर्छु, हुन्छ कि कतै। यसलाई फुल कट क्रिज गर्छु होइन। हेरौँ कस्तो हुन्छ रिजल्ट। लेट्स सी। यहाँदेखि गर्छु। सो गाइज मेरो चाहिँ यस्तो भएको छ। आई थिङ्क दुई खालको भएको छ जस्तो लाग्यो।
यसलाई यस्तो लाने हो कि के हो यस्तो छ सो हामी चाहिँ यो हाल्दा ठिक हुन्छ ल यो हालिदिन्छु पाउडरले ठिकै छैन यार यो सेट त्यसको चाहिँ यस्तो बाहिरसम्म थियो यसलाई यहाँदेखि लान्छ देख्न पडेगा त गाइस म चाहिँ आइलाइनरले नै ट्राई गर्छु भएन आइलाइनरले नै ट्राई गर्छु हैन यस्तरी दामी निस्केको थियो नि त मेबी अलिअलि भयो बल्ल 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 यो भयो म कस्तो नसुहाएको यार यस्तो छ क्या यहाँ भित्र गाजल पनि पस्यो यस्तो भयो कति नराम्रो देखेको मलाई हेर्नु न यो त झन् खत्तम भयो खत्तम के गरेको झन् खतरा मेकअप भिडियो बनाउँछु भनेको यो जतिको नराम्रो मेकअप भिडियो त अहिलेसम्म मेरो जिन्दगीमै थिएन के भएको यो रुन मन लाग्यो सो गाइस मेरो आँखाको चाहिँ यस्तो भएको छ म कस्तो नभएको यार के भयो यार म केही थाहा नै पाइनँ यस्तो भएछ अब आइल्यास लगाएर फिक्स भयो भने भयो नभए चाहिँ म अब यत्तिकै यो मेकअप भिडियो पनि म अपलोड गर्दिनँ आई कान्ट कतिको ऐनै हेर्नुपर्छ अम्बो के हो यो सो गाइज फेसको अघि प्रेप भइसकेको छ अब हामी जान्छौँ डाइरेक्ट फाउन्डेसनमा ल नो टाइम वेस्ट अब चाहिँ ड्याङ्की ड्याङ स्टार्ट टाइम 0 वेस्ट गरेर स्टार्ट गरौँ अब यो यस्तो चाहिँ हुँदै गर्छ होइन अब फाइनल लुक हेरौँ म पनि तपाईँहरू मात्र नतर्सिनु म पनि हेर्दै हेरेर तर्सिरहेको छु एकतिर त मेरो गाजल मिलेको छैन एकतिर त मेरो आइल्यास यस्तो भएको छ के गर्नु अब अलिक सानो आइल्यास लगाएर त ठिकै देख्छ होला अब फेसमा जाऊँ अनि यो भएन भने म लास्टमा आइल्यास चेन्ज गर्छु है सो गाइज म चाहिँ अहिले यो काउन्टर प्यालेट युज गर्छु मेरो अर्को काउन्टर प्यालेट चाहिँ कहाँ राखेको छु मैले थाहा नै पाइनँ
भएन र आइल्यास चाहिँ भएन छ्या केही छैन अब कस्तो देखेको ब्राउन नदेखेको तर यो हुनु चाहिँ ब्राउनै हो क्या ए कसरी देखाउनु मैले अर्कै कलर देखिरहेको छ गाइस यसमा ब्लेन्ड गर्ने प्लस अनि त्यसपछि सेटिङ स्प्रे सबभन्दा लास्टमा अब हल्का टल्किने लाउँछु बिचमा मतलब यो आई स्याडोको यस्तोमा सो गाइस मेरो चाहिँ फाइनल लुक यस्तो भएको छ अब एउटा फोटो खिचौँ होइन अनि त्यसलाई नै थम्बनेल बनाऊँ हेरौँ कस्तो हुन्छ हे के भएको सो गाइस यो चाहिँ मेरो फाइनल लुक छ मेरो के अरे के भन्नु आँटेको थिएँ सो गाइस यो चाहिँ मेरो फाइनल लुक हो अनि होइन मेरो यहाँ के अरे आइलाइनर पनि मिलेको छैन अनि यो आइल्यास पनि ठुलो भएको छ अनि त्यति नै हो अब नेक्स्ट टाइम अलिक राम्रो गरौँला के छ र अहिलेलाई चाहिँ बाई बाई So bye bye guys. Bye bye.